हे चेपाई माछामा छैन हाम्रो जोस ए उकिल साप सरमेन लागु होस् चेपाई माछामा छैन हाम्रो जोस ए उकिल साप सरमेन लागु होस् हे हामीबाट टाढा भन्ने चिज के रहेछ यो श्रम ऐन भन्ने चिज हामीबाट टाढा भन्ने चिज के रहेछ यो श्रम ऐन भन्ने चिज हे पीडा समझे ती मन रुँदैन कानुन बन्छ लागु चाहिँ हुँदैन पीडा समझे ती मन रुँदैन कानुन बन्छ लागु चाहिँ हुँदैन हे त्यसै किन सर्वोच्च घेर्थे हितमै भए शान्तिको सास फेर्थे त्यसै किन सर्वोच्च घेर्थे हितमै भए शान्तिको सास फेर्थे हे यो मुद्दामा जिते त फोन हुन्थ्यो होला हाम्रो माग सम्बोधन यो मुद्दामा जिते त फोन हुन्थ्यो होला हाम्रो माग सम्बोधन हे एक दिन पक्कै हाम्रो दिन आउला कालो बादल फाट्ला र घाम लाउला एक दिन पक्कै हाम्रो दिन आउला कालो बादल फाट्ला र घाम लाउला हे हाम्रो मुद्दा सरकारले सुनेछ टाइम लाग्छ फैसला हुनेछ हाम्रो मुद्दा सरकारले सुनेछ टाइम लाग्छ फैसला हुनेछ रहरै भो घरबारै हुन कोही आउँदैन पिराती जमाना रहरै भो घरबारै हुन कोही आउँदैन पिराती लम्बा दर्शकवृन्द नमस्कार। सांस्कृतिक अभियान मार्फत श्रमको सुरक्षा पहिचान र सम्मान खोज्ने क्रमको अर्को श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। आज पनि हामी लोकदोहोरी मार्फत हाम्रो मनोरञ्जन क्षेत्रको आवाज उठाउन यहाँहरूमाझ आइपुगेका छौँ। आज पनि हामी रिले दोहोरी मार्फत यहाँहरूलाई श्रमेन र मनोरञ्जन क्षेत्रका लागि बनेका वा बनि नसकेका ऐनको पैरवी गर्दैछौँ। आज हामीसँग नेपालमा मनोरञ्जन क्षेत्रलाई कार्यान्वयन गर्ने नियमन गर्ने ऐनमा रहेका कमजोरीहरू ऐनले समेट्न नसकेका क्षेत्रहरू र ऐन बन्नुपर्ने कारणहरूका विषयमा कुरा बताउन र यसबारे थप लबिङको प्रयास गर्न र हाम्रो यो अभियानमा ऐक्यबद्धता जनाउन अधिवक्ता दलबहादुर धामी उपस्थित हुनुहुन्छ। उहाँलाई स्वागत गर्दछौँ। उहाँ हाम्रो महिलाको निम्ति महिला मञ्च नेपालको कानुनी सल्लाहकार पनि हुनुहुन्छ। आजको यो अभियानमा यो एपिसोडमा आफ्नो प्रतिबद्धता र मनोरञ्जन क्षेत्रलाई कानुनले समेट्न नसकेका कुरा मनोरञ्जन क्षेत्रका श्रमिकहरूका गुनासाहरू सम्बोधन गर्न नसकेका कुराहरूलाई बताइदिन हुन उहाँलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद बिबीजी। मलाई यो महिलाको निम्ति महिला मञ्चद्वारा आयोजित यस कार्यक्रममा बोलाउनु भएकोमा आयोजक तथा सञ्चालकज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छु र सम्पूर्ण कलाकार साथीहरूलाई अभिवादन पनि भन्न चाहन्छु। वास्तविक रूपमा सञ्चालक डिबीजीले भने जस्तै यो क्षेत्र मनोरञ्जन क्षेत्र अनौपचारिक तथा मनोरञ्जन क्षेत्र जसलाई अहिले चाहिँ सत्कार क्षेत्र पनि भनेर भनिएको छ, यो क्षेत्रलाई चाहिँ सरकारी तवरबाट चाहिँ प्राथमिकता नदिएको र यसलाई चाहिँ यो क्षेत्र ठुलो पर्यटनको ठुलो क्षेत्र हुँदाहुँदै पनि यसलाई चाहिँ ओझेलमा पारेको कारणले गर्दाखेरि ओफोन जस्ता सङ्घ संस्थाहरू मिडियाकर्मीहरू अरू मार्फत चाहिँ यो क्षेत्रलाई पनि चाहिँ सरकारले व्यवस्थित गर्नुपर्छ गरिनुपर्छ भनेर लामो समयदेखि वकालतका कार्यक्रमहरू विभिन्न भइरहेका छन्। यो अन्तर्गतको मलाई लाग्छ यो कार्यक्रमले पनि ठुलो चाहिँ सहयोग गर्छ भन्ने मैले चाहिँ विश्वास लिएको छु। अहिले
केही कानुन बनेका छन् नबनेका होइनन्। कानुन बन्दा बन्दै पनि कानुनको कार्यान्वयनको सबैभन्दा ठुलो समस्या देखिन्छ। यो कार्यान्वयन गर्नका लागि सम्बन्धित निकायहरू अहिले चाहिँ सरकारका 3वटा सरकार भनौँ न, केन्द्रीय सङ्घीय सरकार छ, प्रदेश सरकार छ र स्थानीय सरकारहरू छन्। यी सरकारहरूले चाहिँ यो क्षेत्रमा काम गर्ने श्रमिकहरू विशेषतः महिला श्रमिकहरूका लागि चाहिँ संरक्षणात्मक कार्यक्रमहरू चाहिँ ल्याउनुपर्छ। उहाँहरूलाई चाहिँ सम्मानजनक काम भनेको काम हो, काम चाहिँ सानो ठुलो यो क्षेत्र ऊ क्षेत्र भन्ने हुँदैन। त्यो चाहिँ तपाईँको चाहिँ संविधानले पनि व्यवस्था गरेको र अन्तर्राष्ट्रिय कानुनहरूले पनि चाहिँ हरेक कानुनको हरेक व्यक्तिको चाहिँ आफ्नो आफ्नो चाहिँ सम्मान हुनुपर्छ, आफ्नो आफ्नो डिग्निटी हुनुपर्छ भनेर व्यवस्था गरिसकेको अवस्थामा यहाँ चाहिँ नेपालको हकमा चाहिँ यो क्षेत्रमा काम गर्ने चाहिँ श्रमिकहरूका लागि अलिकति विभेद गरेको चाहिँ देखिएको छ। यसलाई चाहिँ सुधारिनुपर्छ र यसलाई चाहिँ सबैलाई सम्मानजनक रूपमा चाहिँ हेरिनुपर्छ भन्ने अभियानमा चाहिँ हामी सबै लागेका छौँ। यसका लागि ओफोन एउटा जानकारी पनि गराएँ मैले। ओफोनकै चाहिँ अग्रसरतामा सर्वोच्च अदालतमा चाहिँ हामीले चाहिँ एउटा रिट दर्ता गरेका छौँ। जो त्यो रिटको चाहिँ मान्यता कस्तो छ भन्नुहुन्छ, माग के छ भने जसरी श्रम ऐन 2074ले विभिन्न नियमावलीहरू बनाउन सकिने भनेर व्यवस्था गरेको छ, त्यो अन्तर्गत सेक्टरल श्रमिकहरूका लागि त्यस्ता छुट्टै छुट्टै भिन्न भिन्नै नियमावलीहरू बनेका अवस्थामा यो मनोरञ्जन क्षेत्र तथा सत्कार क्षेत्रमा चाहिँ काम गर्ने श्रमिकहरूका लागि चाहिँ पनि छुट्टै नियमावली बनिनुपर्छ, नियमावली आउनुपर्छ र त्यसले चाहिँ सम्बोधन तब मात्र हुन्छ भनेर त्यसका लागि माग गरिएको छ। मलाई लाग्छ ढिलो चाँडो समय सर्वोच्च अदालतको तपाईँ हामी सबैलाई थाहा छ, त्यहाँ चाहिँ धेरै मुद्दाहरूको चापले गर्दाखेरि समयमा फैसला हुन सकेका छन्। 2 वर्ष अगाडि दर्ता गरेको मुद्दा हो, अहिलेसम्म विचाराधीन छ। त्यसले यो फैसला आइसकेपछि एउटा निष्कर्ष निस्कला, तर पनि त्यो आउला त्यो अलग कुरा हो। तर पनि हामी चाहिँ आफ्नो तर्फबाट आफ्नो चाहिँ आफ्नो क्षेत्रबाट यो क्षेत्रमा काम गर्ने श्रमिकहरूका लागि चाहिँ अहिले तत्काल चाहिँ न्यूनतम रूपमा जुन चाहिँ श्रम ऐनले निर्धारण गरेका सेवा सुविधाहरू छन्, मान्यताहरू छन्, नियुक्ति पत्रका कुरा छन्, सम्झौताका कुरा छन्, परिचय पत्रका कुरा छन्, अनि सामाजिक सुरक्षा कोषमा चाहिँ अनिवार्य रूपमा चाहिँ आबद्ध गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण चाहिँ अहिले चाहिँ पछिल्लो पटक वास्तविक रूपमा हिजो पनि कुरा उठाएको थियो, सामाजिक सुरक्षा कोषमा हरेक चाहिँ कामदारहरूलाई गायिका वेटरदेखि लिएर हरेक जुनसुकै यो 5वटा क्षेत्र छन्, यो 5वटा क्षेत्रमा काम गर्ने चाहिँ श्रमिकहरूलाई अनिवार्य रूपमा चाहिँ त्यसमा चाहिँ जोडिनुपर्छ र त्यो सम्बन्धित सञ्चालकहरूले चाहिँ जोड्नुपर्छ भनेर म उहाँ सबै सञ्चालकहरूलाई पनि अनुरोध गर्दै यसै सिलसिलामा आज जुन तपाईँहरूले एउटा शीर्षक भनौँ न यो क्षेत्रका लागि चाहिँ एउटा चाहिँ उजागर गर्नका लागि जुन एउटा चाहिँ गीतको चाहिँ टपिक भाका ल्याउनु भएको छ त्यसका लागि तपाईँहरू अगाडि बढिदिनु हुन मैले अनुरोध गरेँ। धन्यवाद। धेरै धेरै धन्यवाद आजका अतिथि अधिवक्ता दलबहादुर धामीज्यू। तपाईँले भने जस्तै श्रमिक ऐन लागू होस् र हामीले जेका लागि लबिङ गरिरहेका छौँ, जेका लागि रिट दर्ता गरेका छौँ त्यसको फैसला पनि चाँडै आओस् र मनोरञ्जन क्षेत्रका जुन गुनासाहरू छन्, जुन अहिले कानुन कार्यान्वयन नहुँदा जुन समस्या छन् ती सम्बोधन हुन् भन्ने हाम्रो अपेक्षा छ। दर्शकवृन्द, अब भने हामी आजको प्रस्तुतितर्फ लाग्छौँ। आजका लागि भाका रहेको छ र हराइ भो घरबारे भन्ने, जसका सर्जक हुनुहुन्छ, जसका गायक गायिका हुनुहुन्छ दिनेश परियार, देवी बस्नेत र सरिता बुढाथोकी। उहाँहरूलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद दिँदै नमन गर्दै आजको गीत प्रस्तुत गरिदिनु हुन सम्पूर्ण वाद्यवादनका साथीहरू, कलाकार साथीहरूलाई हार्दिक अनुरोध गर्दछु। श्रमिकहरूमा खुसीले छाउँदैछ, कुनै दिन त भने झै आउँदैछ। श्रमिकलाई नि खुसीले छाउँदैछ, कुनै दिन त भने झै आउँदैछ। राहरै हो घरबारे भन्न कोही आउँदैनन् फिरती लम्बान। राहरै हो घरबारे भन्न कोही आउँदैनन् फिरती लम्बान, कोही आउँदैनन् फिरती लम्बान। हे चेपाई माछामा छैन हाम्रो जोस, ए उकिल साप सरमेन लागु होस्। चेपाई माछामा छैन हाम्रो जोस, ए
हो कि सबसँग लागोस् रहरै भो घरबारी भन्न कोही आउँदैनन् पिरती नाम भन्न रहरै भो घरबारी भन्न कोही आउँदैनन् पिरती नाम भन्न कोही आउँदैनन् पिरती नाम भन्न हे हामीबाट टाढा भन्ने चिज के रहेछ यो श्रम ऐन भन्ने चिज हामीबाट टाढा भन्ने चिज के रहेछ यो श्रम ऐन भन्ने चिज रहरै भो घरबारे भन्न कोही आउँदैन पिरतीलाई भन्न रहरै भो घरबारे भन्न कोही आउँदैन पिरतीलाई भन्न कोही आउँदैन पिरतीलाई भन्न हे सर्मिक साउले यो कुरा जान्नुभयो हाम्रै हितमा बनेको कानुन हो सर्मिक साउले यो कुरा जान्नुभयो हाम्रै हितमा बनेको कानुन हो रहरै भो घरबारे भन्न कोही आउँदैनन् पिरतीलाई भन्न रहरै भो घरबारे भन्न कोही आउँदैन पिरतीलाई भन्न कोही आउँदैन पिरतीलाई भन्न हे पीडा सम्झे ती मन रुँदैन कानुन बन्छ लागु चाहिँ हुँदैन पीडा सम्झे ती मन रुँदैन कानुन बन्छ लागु चाहिँ हुँदैन रहरै भो घरबारे भन्न कोही आउँदैन पिरतीलाई भन्न रहरै भो घरबारे भन्न कोही आउँदैन पिरतीलाई भन्न कोही आउँदैन पिरतीलाई भन्न हे अधिवक्ता दलबहादुर धामी मुद्दा हाल्न सर्वोच्च जाम हामी अधिवक्ता दलबहादुर धामी मुद्दा हाल्न सर्वोच्च जाम हामी रहरै भो घरबारी भन्न कोही आउँदैन पिरतीलाई भन्न रहरै भो घरबारी भन्न कोही आउँदैन पिरतीलाई भन्न कोही आउँदैन पिरतीलाई भन्न हे सर्मिक एकजुट बन्नलाई थालेछन् सर्वोच्चमा हामीले रिठालेछन् सर्मिक एकजुट बन्न थालेछन् सर्वोच्चमा हामीले रिठालेछन् रहरै भो घरबारे भन्न कोही आउँदैन पिरतीलाई भन्न रहरै भो घरबारे भन्न कोही आउँदैन पिरतीलाई भन्न कोही आउँदैन पिरतीलाई भन्न हे श्रमिकको नि मनमा घाम लाउला त हाम्रै हितमा फैसला आउला त श्रमिकको मनमा घाम लाउला त हाम्रै हितमा फैसला आउला त रहरै भो घरबारे भन्न कोही आउँदैन पिरतीलाई भन्न रहरै भो घरबारे भन्न कोही आउँदैन पिरतीलाई भन्न कोही आउँदैन पिरतीलाई भन्न हे केसालेको सर्मिकलाई हेरी बिचरा दिन भएकै छ फेरि केसालेको सर्मिकलाई हेरी बिचरा दिन भएको छ फेरि रहरै भो घरबारे भन्न कोही आउँदैन पिरतीलाई भन्न रहरै भो घरबारे भन्न कोही आउँदैन पिरतीलाई भन्न कोही आउँदैन
जितमा के उल्लेख गरेछ त्यो रीतमा हर्ष बढाइ गर्नलाई जितमा के उल्लेख गरेछ त्यो रीतमा रहरै भो घरबारे भन्न कोही आउँदैन पिरती लम्बन रहरै भो घरबारे भन्न कोही आउँदैन पिरती लम्बन कोही आउँदैन पिरती लम्बन धेरै कुरा हामीलाई थाहा छ छुट्टै कानुन बनाउने माग भएको छ धेरै कुरा हामीलाई थाहा छ छुट्टै कानुन बनाउने माग भएको छ रहरै भो घरबारे भन्न कोही आएनन् पिरती लम्बन रहरै भो घरबारे भन्न आएनन् पिरती लम्बन कोही आएनन् पिरती लम्बन हे चल्याछ हाम्रोमा सुन साउकै नियम साउकै छ कानुन चल्याछ हाम्रोमा सुन साउकै नियम साउकै छ कानुन रहरै भो घरबारे भन्न कोही आउँदैनन् पिरती लम्बन रहरै भो घरबारे भन्न कोही आउँदैनन् पिरती लम्बन कोही आउँदैनन् पिरती लम्बन हे त्यसै किन सर्वोच्च घेर्थे हितमै भए शान्तिको सास फेर्थे त्यसै किन सर्वोच्च घेर्थे हितमै भए शान्तिको सास फेर्थे रहरै भो घरबारे भन्न कोही आउँदैन पिरती लम्बन रहरै भो घरबारे भन्न कोही आउँदैन पिरती लम्बन कोही आउँदैन पिरती लम्बन हे यो मुद्दामा जिते त ओफोन हुन्थ्यो होला हाम्रो माग सम्बोधन यो मुद्दामा जिते त ओफोन हुन्थ्यो होला हाम्रो माग सम्बोधन रहरै भो घरबारे भन्न कोही आउँदैन पिरती लम्बन रहरै भो घरबारे भन्न कोही आउँदैन पिरती लम्बन कोही आउँदैन पिरती लम्बन हे बुझाउनु छ नबुझ्या जतिलाई श्रम ऐन भन्ने थाहा छैन कतिलाई बुझाउनु छ नबुझ्या जतिलाई श्रम ऐन भन्ने थाहा छैन कतिलाई रहरै भो घरबारे भन्ने कोही आउँदैन पिरती लम्बन रहरै भो घरबारे भन्न कोही आउँदैन पिरती लम्बन कोही आउँदैन पिरती लम्बन हे त्यसै हो र रोएको मारले बुझ्नु पर्ने बुझ्दैन सरकारले त्यसै हो र रोएको मारले बुझ्नु पर्ने बुझ्दैन सरकारले रहरै भो घरबारे भन्न कोही आउँदैन पिरती लम्बन रहरै भो घरबारे भन्न कोही आउँदैन पिरती लम्बन कोही आउँदैन पिरती लम्बन हे आफ्नो देशको पीडालाई चिन्थे विदेश जाने युवा नि रोकिन्थे आफ्नो देशको पीडालाई चिन्थे विदेश जाने युवा नि रोकिन्थे रहरै भो घरबारे भन्न कोही आउँदैन पिरती लम्बन रहरै भो घरबारे भन्न कोही आउँदैन
पक्कै हाम्रो दिन आउला कालो बादल फाट्ला र घाम लाउला एक दिन पक्कै हाम्रो दिन आउला कालो बादल फाट्ला र घाम लाउला रहरै भो घरबारे भन्न कोही आउँदैन बिरती लामन रहरै भो घरबारे भन्न कोही आउँदैन बिरती लामन कोही आउँदैन बिरती लामन हे हाम्रो मुद्दा सरकारले सुनेछ टाइम लाग्छ फैसला हुनेछ हाम्रो मुद्दा सरकारले सुनेछ टाइम लाग्छ फैसला हुनेछ रहरै भो घरबारे हुन कोही आउँदैन बिरती लामन रहरै भो घरबारे भन्न कोही आउँदैन बिरती लामन कोही आउँदैन बिरती लामन हे सुन्न पर्यो श्रमिकका कुरा लौन सरकार गरियोस् माग पुरा सुन्न पर्यो श्रमिकका कुरा लौन सरकार गरियोस् माग पुरा रहरै भो घरबारे भन्न कोही आउँदैन बिरती लामन रहरै भो घरबारे भन्न कोही आउँदैन बिरती लामन कोही आउँदैन बिरती लामन कोही आउँदैन बिरती लामन कोही आउँदैन बिरती लामन दर्शकवृन्द अहिलेसम्म हेरेर साथ दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद। आजका लागि हामीले अधिवक्ता दलबहादुर धामीलाई अतिथि बोलाएका थियौँ। उहाँलाई हाम्रो तर्फबाट मायाको चिनो प्रदान गरिदिनु हुन महिलाको निम्ति महिला मञ्च नेपालको सचिव रमिला बुढा मगरलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद रमिलाजी, हाम्रो तर्फबाट अतिथिगणलाई मायाको चिनो प्रदान गरिदिनु भएकोमा। दर्शकवृन्द, यहाँहरूलाई हाम्रो यो कार्यक्रम कस्तो लागिरहेको छ? हाम्रा प्रस्तुतिहरू यहाँहरूलाई मन परेको छ भने धेरै धेरै लाइक, सेयर र सब्सक्राइब गरिदिनुहोला र आफूलाई भन्न मन लागेका कुरा कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनुहोला। आगामी दिनमा पनि यस्तै अभियानका साथ, यस्तै प्रस्तुतिका साथ उपस्थित हुनेछौँ। आजलाई बिदा दिनुहोस्। नमस्कार।